हेलो एभ्रिवान वेलकम टु माई न्यू मिनी भ्लग। आज पनि घुम्न जानलाई रेडी भएर हिँडेको हतार हतार गरेर हेर्नु न यहाँ आँखाको गाजल पनि तल तल झरेको छ भनेको। आज चाहिँ हामी नारायणजी दरबार जान लागेको। घरमा बस्दा बस्दा के गर्नु भक्क लाग्छ, यसो अलिकति फ्रेस होस् न होम न भनेर हिँडेको नि। उनी म हिँड्दैछु, मलाई झन्डै यो इनड्राइभले यहाँनिर झारिदिएको थियो, यही हो दरबार भनेर। अनि मैले चाहिँ पहिला पनि गएको भएर होइन होला यो त टिकट काट्ने ठाउँ अर्कै छ, मलाई त्यहीँ पुऱ्याइदिनु भनेर भने होइन। अनि इनड्राइभले होला त्यसो भए भनेर लिएर गयो। अनि माथि एक राउन्ड यसो लगाउँदाखेरि त ठ्याक्कै टिकट काट्ने ठाउँ त त्यहाँ रहेछ। आउँदैछ यहाँनिर टक्क लाएर, झन्डै मलाई तलतिर झारिदिएको थियो। ल आइपुग्यो नारायण हिटी दरबार। तर यहाँ चाहिँ के रहेछ भने सबै मोबाइलहरू यहीँ राख्ने, ब्यागहरू यहीँ राख्नु पर्ने रहेछ कि। अनि यहाँ राखेर फोटो पनि खिच्न नपाउने, केही पनि गर्न नपाउने। भित्र फेरि कस्तो राम्रो राम्रो बगैँचाहरू छ, अनि ठाउँहरू पनि कस्तो राम्रो राम्रो छ कि। यहाँनिर चाहिँ भिडियो खिच्न पायो, यो बाहिर भयो। अनि यहाँबाट सब सामानहरू भित्र लगिसकेपछि त्यहाँ राखिसकेपछि चाहिँ अनि भित्र जाने रहेछ। अनि फोटो पनि खिच्न पाएन, आफ्नै आँखाले फोटो सबै खिचे मात्रै हो रहेछ। यहाँ चाहिँ यस्तो हरियाली, कति राम्रो ठाउँ छ यहाँनिर। यो तिनजना के गरिरहेको यहाँ? टोइलेट उयो हेर्नु त, उतापट्टि हो नि। यो चाहिँ भित्र छिर्ने बेलाको हो होइन। भित्र छिर्ने बेला चाहिँ हामीहरूले यति मात्रै खिच्न पायो होइन। अनि त्यसपछि अनि भित्र छिरेर अनि अब खिच्न पाएन नि त भित्र गएपछि। अनि त्यसपछि अनि एकैचोटि अब निस्केर हिँड्ने बेलामा खिचेको छु क्या मैले। कस्तो हाँस उठ्छ भनेको। यो भित्र छिर्नुभन्दा अगाडिको भयो, सबै मेलमिल मिलाएर सबै सामान राखेर हिँड्न लागेको। मेरो ब्याग बोक्ने मान्छे अरे। यहाँ एकजनालाई हेर्न दुईजनालाई मुस्किल परेको छ यहाँनिर फेरि। लु अब त हामीहरू यहाँबाट निस्केर हामीहरू यसरी गर्दा मेरो फोटो भिडियो नराख्दिनु है यो भन्दै थियो। कति राम्रो देखेको छ, मैले त राख्दै ल, सरी। लु अब यहाँबाट भिडियो सुन्नु न, अरू के भइरहेको छ भन्ने कुरा तपाईँ खिचिदिनु न त। ल के हो त अनि अहिलेसम्म। ल हामी पनि खिच्नु पऱ्यो नि, यहाँ खिचिराख्नु। कल्पनाको ब्याग बोक्ने मान्छे जोएल उता। हेलो गाइज, हामीहरू चाहिँ यहाँ नारायण हिटी दरबार हेरेर आएको। आमामा खुट्टा गलेर भोक लागेर कोही मान्छेको अनुहार हेरेर यहाँ भारी बोक्ने मान्छे के अरे भिडियो खिच्दिने मान्छे। ओ माई गॉड, मेरो बेबी खोइ। ल Where are you going? यहाँबाट जाने हो, छिटो। यसरी हिँडेर हामीहरू चाहिँ दरबारमार्गबाट बसन्तपुर आयौँ। बेबी पनि साट गरेर बोक्दा बल्ल तल आइपुग्यो। आउँदाखेरि त हेर्नु त बाटोमा यसरी निदायो है बेबीहरू, दुइटै बेबी। मेरो बेबी पनि निदायो, उता मेरो साथीको बेबी पनि निदायो। उहाँले बोक्दै बेबी पनि निदाएर सुतिरहेको छ। अनि हामीलाई चाहिँ यस्तो गर्मी भएको चिसो खानु मन लागेर चिसो फर्स्टमै चिसो मगायौँ। उहाँ जोएल साहब हुनुहुन्छ, उहाँले चाहिँ सबैजनालाई सर्भ गरिदिँदै हुनुहुन्छ।
उहाँ चाहिँ अर्डर गर्दै हुनुहुन्छ खानेकुराहरू। भोकले पनि चुर। यहाँ आउँदा त कति बजेको थियो, 5 जति बजेको थियो कि के हो होला, 5 4:30 जति भएको थियो जस्तो लाग्यो। 4:30 जतिमा यता आयौँ हामी त। अनि खाजासाजा खामखुम चामचुम खाएर हामी त केही गर्न नसकेको, कस्तो गाह्रो भएर हामी त हिँड्यौँ खाएर। ल यसरी खाइरहेको छौँ। अनि हामीहरू यहाँ आउनुको कारण चाहिँ यहाँको खानेकुरा मिठो भएको कारणले क्या वहाँदेखि यहाँसम्म हिँडेर खान लगाएको। अनि मेरो बेबीलाई पनि खाना खुवाउँदैछु। ल यसरी खाँदैछु। यसपछि केही तागत नभएर हामीहरू त घरतिर लाग्यौँ है। आजको मेरो मिनी भ्लग यहीँ समाप्त गर्छु। धन्यवाद। बाई बाई।